हिमाली जिल्ला मोगको सोरु गाउँपालिकामा वडा सचिवको अभावले स्थानीय बासिन्दा समस्यामा परेका छन्। पालिकामा 11वटा वडा भए पनि केवल 5 सचिव कार्यरत छन्। जन्म मृत्यु बसासराई सिफारिस तथा योजना सम्झौता जस्ता सेवाका लागि पालिकावासी एक दिन पैदल हिँडेर पालिका केन्द्र सोरुकोट पुग्न बाध्य छन्। सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा यो पालिकामा नारामै सीमित भएको छ। जन्म दर्ता, मृत्यु दर्ता, अर्को वृद्ध दर्ता, अर्कोलाई गर्नलाई हामीले धेरै कठिनाई परिरहेका छौँ। अब वडा अध्यक्ष भन्दाखेरि भइहाल्छ भन्ने, कहिले वडा अध्यक्ष भइहाल्छ भन्ने, उनको पदावधि जान सिद्धिन सकिसक्यो। अनि तपाईँ जन्म दर्ता, मृत्यु दर्तालाई कहाँ पालिकामै जानुहुन्छ? सोरु गाउँपालिकामै जान्छौँ। जन्म दर्ता बनाउनलाई यहाँबाट सुरकोट गएको उहाँ सचिव अनि छैन। 10 नम्बर वडा सचिवमा गए, ऊ सचिवले यहाँ मैले छोडिसकेँ, यहाँ सचिव छैन, 10 नम्बर वडाको भन्दै सचिव छैन भनेर अनि त्यहाँबाट म 4 दिन अब बनाउँछु भनेर अनि त्यहाँबाट अनि वडा अध्यक्षलाई मैले अनि 500 रुपियाँ दिएको। अनि बनाउँछु भने अनि त्यहाँबाट सचिव अर्को बनाउँछु भने त्यहाँबाट सचिव पनि बनाएन। 4 दिनसम्म म वहीँ सुरकोटमा बसेँ। सोरु गाउँपालिका 5 का वडा सदस्य कृति सिंह साईका अनुसार कार्यालय सकिन लाग्दा समेत वडा सचिवको अभाव यताउत छ। सचिव व्यवस्थापन बारे बारम्बार कुरा उठाउँदा दरबन्दी अनुसार सचिव नहुँदा समस्या भएको भन्दै पालिका नेतृत्वले जवाब दिने गरेको उनले बताए। भन्ने अब माथि कर्मचारी छैनन्, कर्मचारी एकजना सचिवले 4 वटा धान्नु पर्ने, सबै वडाको काम त्यही भनेर ठिक छ त भन्ने अब यहाँ स्वीकार गर्नु। सोरु गाउँपालिकामा धेरै वडा सचिवको दरबन्दी खाली भएकोले हाल 5 स्थायी सचिवबाट सेवा प्रवाह भइरहेको अध्यक्ष धर्मबहादुर साईले बताए। एक सचिवले 2-3 वडाको काम गर्नु परेको तथा जन्म मृत्यु बसाइसराई जस्ता सेवा अनलाइन मार्फत सञ्चालन गर्नुपर्ने अवस्था छ। त्यसैले एकीकृत सेवा प्रणाली लागू गरिएको उनले बताए। खाली पदपूर्तिका लागि कर्णाली लोकसेवा आयोगमा माग गरिएको र छिट्टै सबै वडाबाट सेवा उपलब्ध गराउने पहल भइरहेको उनले जानकारी दिए। सचिवहरू हामीसँग दरबन्दी अनुसारले अब हामीसँग 11 वडा छन्। 11 वडामा 11 जना चाहिँ सचिव हुनुपर्नेमा हामीसँग 4-5 जना मात्रै सचिव हुनुहुन्छ अहिले, स्थायी सचिव। अनि अब यो नियमले अरू करारलाई चाहिँ पशुको, कृषिको, भेन्डरीको अनि अरू अन्यलाई चाहिँ त्यसरी चाहिँ जिम्मेवारी दिन मिल्दैन, यो सिस्टम र विधिले मान्दैन। त्यसो भएर अब हामीले अब पदपूर्ति गर्नका निमित्त यहाँ दरबन्दी खाली भएका, रिक्त दरबन्दी रहेका दरबन्दीकोहरूमा हामीले आयोग प्रणाली प्रदेश लोकसेवा आयोगलाई मागिसकेका छौँ। उस्तै गऱ्यो भने छिट्टै चाहिँ पठाउँछ र त्यसरी व्यवस्थापन हुन्छ। मुगु लगायत हिमाली जिल्लाका नागरिकले सङ्केत आए पनि स्थानीय सरकारको सेवा प्रभावकारी रूपमा पाएको महसुस गरेका छैनन्। सामान्य सेवा लिन समेत दुःख भोग्नु परेको अवस्था छ। स्थानीय बासिन्दाले नजिकैबाट सहज सेवा पाउने व्यवस्था गर्न सरकारवाला निकायले तत्काल पहल गर्न